यदि तपाईको कुण्डलीको यो घरमा 3 नम्बर लेखिएको छ भने यो भिडियो तपाईको लागि हो किनभने आज हामी कुरा गर्दै छौं जेमिनाई लग्नहरुको बारेमा और मिथुन लग्नहरुको बारेमा। सो मिथुन लग्नहरुको क्यारेक्टरिस्टिक्स चाहिँ कस्तो हुन्छ त आज हामी बुझौं र यसलाई तपाईले एउटा भनौं क्यारेक्टरिस्टिक्सको भिडियो और एउटा सजेसनको भिडियोको रूपमा लिन सक्नुहुन्छ। सो तपाईले केही क्वेशन छ भने पनि कमेन्ट गर्न सक्नुहुन्छ है त। सो फर्स्टमा चाहिँ हामीले यहाँ लेखेको छौं ह्युमरस एन्ड चाइल्डिश। सो जेमिनाई लग्नहरुको चाहिँ एकदमै भनौं न लाइट हार्टेड हुन्छ, उनीहरु ह्युमरस पनि हुन्छ अनि चाइल्डिश जस्तो पनि हुन्छ। जति नै बुढो भए पनि उनीहरुसँग त्यही बच्चावाला भनौं न मुटु और मन भन्छ नि, सो त्यस्तो खालको चाहिँ उनीहरुको क्यारेक्टरिस्टिक्स हुन्छ र सबै कुरामा चाहिँ मजाक र सबै कुरामा चाहिँ डिफरेन्ट तरिकाको चाहिँ भनौं न पर्सेप्सन चाहिँ उनीहरुले निकाल्न सक्छन्। सो त्यही भएर चाहिँ जतिसुकै बुढो भए तापनि उनीहरु लाइभली नै हुन्छन् र उनीहरु चाहिँ एकदमै एक्साइटिङ और जोयफुल नै हुन्छन् है त। सो यो चाहिँ एउटा क्यारेक्टरिस्टिक भयो। त्यसपछि अर्को छ हाम्रो सेल्फ सेन्टर्डनेस, तर त्यो भन्दा अगाडि चाहिँ यो चाइल्डिश नेचरले गर्दाखेरि चाहिँ कहिलेकाहीँ चाहिँ प्रब्लममा पर्न सक्छ। सो टाइममा चाहिँ अलिकति सिरियस पनि हुनुपर्ने हुन्छ। त्यसपछि सेल्फ सेन्टर्डनेसको चाहिँ भनौं न जेमिनाई आफैले त कहिले पनि एक्सेप्ट गर्दैन, तर तपाईको आसपासको मान्छेहरुलाई चाहिँ अनेस्टली भन्दाखेरि चाहिँ तपाईलाई चाहिँ स्वार्थी नै भन्नेवाला छ। किनभने चाहिँ अलिकति चाहिँ त्यो गुण चाहिँ जेमिनाईमा आउँछ किनभने उनीहरु चाहिँ अलिकति यहाँ मैले तल पनि लेखेको छु क्याल्कुलेटिभ हुन्छ के। सो क्याल्कुलेटिभ भइसकेपछि चाहिँ उनीहरु सबै कुरामा चाहिँ फाइदा र घाटा खोज्न खोज्छन्, जसको कारणले गर्दाखेरि चाहिँ रिलेसनशिपमा चाहिँ अलिकति प्रब्लम आउन सक्छ है त। सो सबै कुरामा चाहिँ फाइदा र घाटाले चल्दैन नि त, कुनै कुरामा हामीले कम्प्रोमाइज पनि गर्नुपर्ने हुन्छ। सो त्यही भएर चाहिँ जेमिनाईलाई चाहिँ यो कुरा चाहिँ अलिकति बुझ्न गाह्रो भएको जस्तो हुन्छ र उनीहरुले भनौं न जेमिनाई चाहिँ एज इन एउटा चाहिँ ट्रेडरको साइन भएको कारणले गर्दाखेरि पनि उनीहरुले फाइदा घाटा हेर्नु भनेको त्यो स्वाभाविक कुरा नै हो हैन। सो यसलाई चाहिँ नराम्रो लिनु पर्दैन, बट यो चाहिँ अब पिपल स्किल्सको कुराहरुमा चाहिँ राम्रो भए तापनि फ्यामिली र रिलेसनशिपहरुको कुरामा चाहिँ अलिकति यसले प्रब्लमेटिक हुन सक्छ। सो त्यही भएर चाहिँ यसमा चाहिँ अलिकति इम्प्रुभमेन्ट गर्नु होला र यो भिडियोलाई चाहिँ क्रिटिसिजम भन्दा पनि अलिकति आफ्नो क्यारेक्टरिस्टिक्स बुझेर के गर्दाखेरि चाहिँ ठीक होला भन्ने कुरामा चाहिँ बढी फोकस गर्दाखेरि बेटर होला है त। सो त्यसपछि अर्को छ क्युरियसनेस। सो जेमिनाई चाहिँ सबै कुरामा इन्ट्रेस्टेड हुन्छ है। उनीहरुलाई जस्तै अब मैले अहिले पोलिटिक्सको कुरा गरेँ, पोलिटिक्समा पनि उनीहरु इन्ट्रेस्टेड हुन्छ, फुटबलको कुरा गरेँ, फुटबल अहिले वर्ल्ड कप चलिरहेको छ सो त्यसमा पनि इन्ट्रेस्टेड हुन्छ, क्रिकेटको पनि इन्ट्रेस्टेड हुन्छ हैन, वारदेखि लिएर सबै कुरामा चाहिँ उनीहरुलाई जान्न मन छ र उनीहरुसँग नलेज पनि फेरि सबै कुराको हुन्छ है। सो त्यही भएर चाहिँ जेमिनाई अलिकति गफाडी पनि हुन सक्छ किनभने चाहिँ उनीहरुसँग विभिन्न डोमेनको चाहिँ नलेज हुन्छ र तपाईले जेको गफ निकाले पनि उनीहरुले त्यसमा चाहिँ केही न केही भनौं न इनपुट चाहिँ दिन सक्छन् र यही क्वालिटी चाहिँ तपाईको कम्पनी और भनौं कर्पोरेट लाइफमा जाँदाखेरि चाहिँ आइडियाजहरु क्रिएट गर्नको लागि नयाँ नयाँ कुराहरु मार्केटमा इन्ट्रोड्युस गर्नको लागि पनि एकदमै राम्रो हुने गर्छ। सो त्यही भएर चाहिँ यो क्वालिटी चाहिँ राम्रो क्वालिटी नै हो र तर धेरै कुरामा चाहिँ अब क्युरियस हुँदाखेरि चाहिँ ज्याक अफ अल ट्रेड हैन न मास्टर अफ नन चाहिँ हुन सक्ने चान्सहरु हुन्छ, बट यो अहिलेको टाइममा चाहिँ त्यो चाहिने पनि चाहिन्छ हैन, बट स्टिल एउटा कुरालाई चाहिँ पक्रेर तपाईँ जानुपर्ने हुन्छ है त। त्यसपछि अर्को छ ट्राभल है। सो जेमिनाईले चाहिँ ट्राभलिङ एकदमै मनपर्छ है। उनीहरुलाई सर्ट ट्राभल एउटा सर्ट हाइकहरु जानेदेखि लिएर हैन साथीहरुसँग कुरा टाइम बिताउने र कुरा गर्नेदेखि लिएर सबै कुराहरु चाहिँ एकदमै मनपर्छ र अहिलेको जमानामा इफ अहिलेको कन्टेक्स्टमा हामी कुरा गर्छौं भने चाहिँ जेमिनाई और मिथुन लग्नहरुले चाहिँ एकदमै भनौं न मोबाइलमा चाहिँ अट्याच हुन्छन्। उनीहरु चाहिँ अब सोशल मिडियादेखि लिएर डिफरेन्ट कुराहरुमा चाहिँ भनौं न एकदमै एक्टिभ हुने गर्छन् र तपाईले चाहिँ यदि तपाईले गर्नुभएको छैन भने तपाईले यहाँ याद गर्नु होला त्यो 3 नम्बरमा चाहिँ माथि केतु भनेर केई लेखेको होला, त्यो भयो भने चाहिँ अलिकति फरक तरिकाको प्रेडिक्सनहरु आउँछ। सो प्लानेटतिर हामी चाहिँ गएको छैनौं, अहिले चाहिँ हामी भनौं न साइनलाई मात्र फोकस गरेर त्यो अनुसारको कुरा गरिरहेका छौं। सो त्यही भएर चाहिँ यो फाइनल भर्डिक्ट चाहिँ नठान्नु होला, यसमा पनि अलिअलि मोडिफिकेसन हुँदै जान्छ प्लानेटहरु आइसकेपछि। सो जेनरली चाहिँ जेमिनाई और मिथुन राशि चाहिँ और मिथुन लग्न चाहिँ यस्तो खालको हुन्छ भन्ने कुरा चाहिँ यो भिडियोमा तपाईले थाहा पाउनु भयो होला र इफ यो बाहेक अरु तपाईको अरु खालको क्वालिटीहरु चाहिँ मैले एक्सप्लेन गर्न बिर्से भने चाहिँ त्यो कमेन्ट गर्नु होला र यदि तपाईँ क्यान्सर राशि और त्यसपछिको राशिहरु तपाईँ हुनुहुन्छ भने चाहिँ अरु लग्न हुनुहुन्छ भने चाहिँ त्यो पनि कमेन्ट गर्नु होला किनभने अर्को भिडियो चाहिँ त्यसको बारेमा हुनेवाला छ र त्यो सँगै चाहिँ तपाईको लागि चाहिँ डिफरेन्ट रेमेडीज र डिफरेन्ट सजेसनहरु चाहिँ फर द भिडियोजमा आउनेवाला छ। सो त्यही भएर चाहिँ यो च्यानललाई चाहिँ फलो गर्दै गर्नु होला है त। राधे राधे।